गाइज अब चाहिँ हामी फर्किन लागेको छौँ लास्टसम्म। एउटा बाबु यही एउटा हामी हेर्नु गाइज गाइज द पहाड क्या धो अबे गाइज द पहाड क्या दामी भ्यू छ। म छुने भन्नेको फन्नी भिडियो हेर्दैछु मजा आछ। अब टल्क्यो खतरा छ ल जाम ए सुन्दै गइरहेछ गाइज यता पनि भिडियो सुन्दै गइरहेछौँ। भ्यू त क्या खतरा छ गाइज। अहिले त्यो पुगिसकेर आइक्यो अब पुग्नु बेला टाढा छ है लास्ट यताको भ्यूै देख्नु साथी। कोले मैले तपाईँले भन्नुभयो लास्ट जोसिरहेको थिएँ तिनीहरू पनि यस्तो जानु मलाई कस्तो गाली गरे कस्तो छ भाइ लोड लाग्छ लोड जस्तो भयो भाइ यस्तो नगर भने गाइज सिन हेर्दै जानु होला। सिन हेर्न गाइज भ्यू खतरा यो के पुरै मैले आउँदाखेरिको कुरा छु गाइज। यो त फेरि जान है लास्टै लामो छ यार बाटो फेरि दाइ। दुरम युट्युबमा यस्तो अरे घर गएर म छुने भन्ने हाने त्यसको भिडियो यति फन्नी हुन्छ नि नेपाली। मेरो युट्युब च्यानल सर्च हान्नु होइन युट्युब च्यानल त्यही नाम @FFMax141। आनन्दले मोबाइल हेर्दै जाऊ क्या गाइज अब त नजिकै छ त्यति टाढा पनि छैन ल।
यहाँदेखि दूर्दै जाने यहाँको फन्नी मिमके कसरी सुन्ला नि यहाँदेखि जाने यस्तो भनेर वाल फस्ला है राम्ररी खस्दिन ल हजुर बाटो चाहिँ लास्टै अप्ठ्यारो छ है गाइस धौन्जो भयङ्कर ऊ हेर्नु त गाइस टावर पहाडको टुप्पामा कुन ठाउँ थियो गाइस यहाँ चाहिँ मलाई डर लाग्यो म भागिरहेको छु गाइस हामी चाहिँ स्कुलको बसमा पिकनिक आयौँ रातिबालको लास्टै गाह्रो बाटो छ गाइस गाइस जब आइजान्छ एकैछिनमा घर गाइडर कस्तो गाइडर घर गाइडर है पिकनिक भइरहेको गाइस अब चाहिँ ल हामी आइसकेको छौँ अब थोरै छ गाइस 1 मिनेट जतिको बाटो छ जाँदाखेरि चाहिँ लास्टै टाइम लाग्यो मैले हल्का त बुझिसके अब लास्ट 50 सेकेन्ड जति लाग्छ गाइस अब एकैछिनमा सकिजान्छ ए अहिले आउनु भयो फेरि गाइस हाम्रो टोलको मान्छेहरू अहिले आउनु भएको छ एक्लै हिँड्ने हराउँछ गरी तिम्रो हरान नाम गाइस अब आइगयो है नजिकै छ आधा मिनट 1 मिनट जति लाग्ला भाइ साथी हेर्छौ तिमीले कोर खेल त के हामी गर्छौ सब जना छौ रेखा सिरा हेर्छौ सब हो कहाँबाट आयो भाइ चिन्नीको बिट पनि चिना हेर्नुहुन्छ कि नै चिना गाइस अब त आइगयो बल्ल गयो ओए सुक्दाखेरि बल्ल गयो बल्ल गयो भत न अघि न माथि जाने बेला कति टाइम लागेको थियो त तलानमा चाँडै हुन्छ नि थाहा छैन किन त गाइस हाम्रो पिकनिक खाने ठाउँसम्म हेरिदिनु होला म त्यहाँसम्म लगेर जान्छु है वचनलाई खानु एकचोटि यो बस देखाउँ त धेरै आएर चाहिँ गाइस पिकनिक खान चाहिँ
अघि चाहिँ पोखरा जाने बस पनि मान्छेहरूले रिजर्भ गरेर आएका थिए। पोखरा जाने बस रिजर्भ गरेका थिए गाइस। पोखरा जाने बस कति भिड आडो क्या। रातिवाली स्कुलको बसमा हामी चाहिँ उति गाइस पोखरा बस अहिलेसम्म गाह्रो हुन्छ गाइस। पोखरा जाने बस अहिलेसम्म गाह्रो हुन्छ। हामी कति बजी हिँड्ने हामी गऱ्यो यहाँबाट 15 मिनेट जति मात्र पुग्यो। तर मेरो 4 हुन्छ मैले राम्रो हुन्छ। 15 मिनेट पनि भएको छैन 11 मिनेट भएको छ गाइस। उतै तुलसीपुर डिलक्स छ गाइस नाम फेरि पोखरा जाने बसको। कति भिड भाड हो कि अघि चाहिँ थिएन। टुङ 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 साहुर ताता साहुर दिन 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 मा दिन 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 लिरी लान अगाडि पाइते देखाइरहेको छु। यहाँबाट के दिमाग हुन्छ नि जता गले बजेको बजिरहेको के उल्टे हुन्छ जस्तो हुन्छ त त्यस्तै हुन्छ नि। गाइस कति भिड हो कि होला। उता पनि नाचिरहेको एक्चुअली यिनीहरू त र्याली बनाएर आएको गीतहरू हामी त मस्तले बसमा ऊ त्यो तुलसीपुर डिलक्सको साइडबाट हामी हेलो गाइस उता ड्रोन उडिरहेको छ। यो बसको गाइस एक्चुअली पोखरा जाने बेला एक्सिडेन्ट भयो। बेनी गाइस अब फेरि अगाडि गएको तर गाइस खतरा छ बाहिर खुने त घुराइ चाहिँ नि बस ओ सरी म त भुलिन ल्याइएको थिएँ गाइस कता टोइलेट छ कि नै त्यसको सिधा माथि राख्नु पर्छ क्या टोइलेट भेट्छ नि माथि राख्नु गाइस हाम्रो ठाउँ चाहिँ भोक पो लाग्नु लाग्यो गाइस हामी चाहिँ हाम्रो ठाउँमा पुगिसक्यो होइन भोक पो लाग्नु लाग्यो यो गाइस गाइस यही हो गाइस ल बाई बाई